हेलो गाइस, आज चाहिँ मेरो फर्स्ट टाइम कुक गर्ने पालो हो। त्यही भएर आज कुक गर्न छु। मसला हाल्नु पर्ने छ। हामीले तरकारीमा चाहिँ मनमिन हाल्नुपर्छ। त्यसपछि बेसार थोरै, त्यसपछि राम्ररी मिलाउनुपर्छ। त्यहाँ हो यस्तो जेसम्म मोल्दै बस्नुपर्छ तरकारी। अब चाहिँ मसला हाल्नु त्यो पेल्नुपर्छ। यता हामीले चाहिँ नुन अनि खोर्सानी टुङ्गा लसुन हालेर पिन्नुपर्ने। अनि मसला पिनेर चाहिँ पानी हाल्नु पर्छ। अनि यो त्यो चाहिँ छोपेर राख्नुपर्छ 10-15 मिनट जति। ल आजको लागि यति नै गाइस। ल बाई बाई।